खोइ हाम्रो काजी दाईको बिहे गर्ने लगन पनि जुरेन। मङ्सिर महिना पनि सकिसक्यो कि कसो छन् बुढा? अब यो बिएसिएको कुरा छोडिदेऊ केटा। अब तिमीहरू पनि आफ्नो बाटो लाग्यो, म पनि अब आफ्नो बाटो लागे। बरु बुढो कन्या बसिन्छ, बिएसिएको चक्करमा फसिँदैन। हरेस नहानु न दाजु, सपना त पुरा गर्नु पर्यो नि। फेरि मरेर जाँदा यमराजले के गरेर आइस भनेर सोध्यो भने के भन्नुहुन्छ नि? हट, केटीले धोका दियो प्रभु, कुहारै आए भने भइगयो त। अब सुन केटा, अब यो माया प्रेम भनेको जीवनको ठुलो बोझ रहेछ। अब तिमीहरू म भनेको अब आजीवन ब्रह्मचारी बस्ने हो। हट, तिमीहरू आफै बनाऊ के बन्ने हो। फोकट म मेरो आफ्नो बिउको सत्यानाश चाहिँ गर्दिनँ है।